Top 5 best smartphones under 20,000 in Nepal. Number 5 Realme C63. Realme C63 लाई हजुरहरुले 4GB RAM र 64GB internal storage मा 14500 र 4GB RAM र 128GB internal storage मा 16000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.7 इंच 90Hz HD+ IPS LCD डिस्प्ले, Unisoc T6 12 nanometer को प्रोसेसर, 5000 mAh ब्याट्री विथ 45W फास्ट चार्जर, 50 मेगापिक्सल ब्याक र 8 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 4 Tecno Spark 30C. Tecno Spark 30C लाई हजुरहरुले नेपाली बजारमा 6GB RAM र 128GB internal storage मा 16500 र 8GB RAM र 256GB internal storage मा 20000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.67 इंच 120Hz HD+ IPS LCD डिस्प्ले, MediaTek Helio G81 12 nanometer को प्रोसेसर, 5000 mAh ब्याट्री विथ 18W चार्जर, 50 मेगापिक्सल ब्याक र 8 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 3 Samsung Galaxy M14 4G. Samsung Galaxy M14 4G लाई हजुरहरुले नेपाली बजारमा 4GB RAM र 64GB internal storage मा 17000 र 6GB RAM र 128GB internal storage मा 21000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.6 इंच 90Hz FHD+ IPS LCD डिस्प्ले, Qualcomm Snapdragon 686 nanometer को चिपसेट, 5000 mAh ब्याट्री विथ 25W फास्ट चार्जर, 50 मेगापिक्सल ब्याक र 13 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 2 Itel RS4. Itel RS4 लाई हजुरहरुले नेपाली बजारमा 8GB RAM र 256GB internal storage मा 20000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.56 इंच 120Hz HD+ IPS LCD डिस्प्ले, MediaTek Helio G99 Ultimate 6 nanometer को प्रोसेसर, 5000 mAh ब्याट्री विथ 45W बाइपास चार्जर, 50 मेगापिक्सल ब्याक र 8 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। नम्बर 1 Redmi 13. Redmi 13 लाई हजुरहरुले 6GB RAM र 128GB internal storage मा 18000 र 8GB RAM र 256GB internal storage मा 21000 मा लिन सक्नुहुन्छ। यस फोनमा हजुरहरुले 6.79 इंच 90Hz FHD+ IPS LCD डिस्प्ले, MediaTek Helio G91 Ultra 12 nanometer को प्रोसेसर, 5030 mAh ब्याट्री विथ 33W फास्ट चार्जर, 108 मेगापिक्सल को ब्याक र 13 मेगापिक्सल को फ्रन्ट क्यामेरा पाउनुहुन्छ। अब अन्तिममा म हजुरहरुलाई यही सजेस्ट गर्न चाहन्छु कि यदि हजुरहरु कुनै फोन अलराउन्डर हेर्दै हुनुहुन्छ भने Redmi 13 लिनु होला र गेमिङको लागि लिन चाहनुहुन्छ भने Itel RS4 लाई कन्सिडर गर्न सक्नुहुन्छ। यदि हजुरहरु कुनै फोन अनलाइन पर्चेज गर्न चाहनुहुन्छ भने डिस्क्रिप्सनमा रहेको लिंकबाट डाइरेक्ट बाइ गर्न सक्नुहुन्छ या त कमेन्टमा दिएको नम्बरमा WhatsApp मेसेज गर्न सक्नुहुन्छ भन्दै बिदा हुन चाहन्छु।